सबैलाई खुसी बनाउने काम त भगवानलाई पनि सजिलो छैन। हामी त के सक्छौं? निन्दा गर्नेहरू कहिल्यै थाक्दैनन्। एउटा शब्द छ बाहिर। बाहिरका मानिसहरू, बाहिरका विचारहरू, बाहिरका हल्लाहरू यी सब अरूका हुन्, आफ्नो नियन्त्रणमा हुँदैनन्। अर्को शब्द छ भित्र। आफूभित्रको शान्ति, आफूभित्रको तागत, आफूभित्रको खुसी यी सब आफ्ना हुन् र यिनैले आफूलाई जीवित राखेका हुन्छन्। म कम छैन भनेर मैले थाहा पाए भइगयो। कमजोर देखाउन र कमजोरी देखाउनलाई त दुनिया छँदैछ। अरूले अरूलाई भत्काउन समय खर्चिरहेका होलान्, म आफैलाई बनाउन व्यस्त छु।